नमस्कार सम्पूर्णमा, मेरो नाम समीक्षा भण्डारी, ग्यालेक्सी माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्रा। आज ग्यालेक्सी माध्यमिक विद्यालयबाट पोडकास्ट कार्यक्रम सञ्चालन गर्दैछु। यहाँ हामी पढाइसँगै जीवनका उपयोगी कुराहरू र विभिन्न रोचक विषयहरूमा छलफल गर्नेछौँ। आशा छ तपाईहरूलाई मन पर्नेछ। आजको कार्यक्रममा भने हामीसँग उपस्थित हुनुहुन्छ आफ्ना काम र सोचले धेरैलाई प्रेरित गर्नुभएका महान व्यक्तित्व मणिराज जोशी। उहाँका भावना, व्यवहार र दृष्टिकोणबारे आज हामी यसरी प्रत्यक्ष रूपमा छलफल गर्न पाउनु गर्वको कुरा हो। अब ढिला नगरी आजको कार्यक्रममा उहाँलाई स्वागत गरौँ। स्वागत छ मणिराजजी। धन्यवाद। सर्वप्रथम त तपाईको परिचयबाट नै सुरु गरौँ। सबैले बुझ्ने गरी आफ्नो बारेमा खुलस्त पारिदिनुहुन्छ कि? धन्यवाद। मेरो मणिराज जोशी नाम हो। नागरिकता सबै ठाउँ त्यही नै चल्छ। मेरो जन्म 2012 साल असौज 26 गते डोटी जिल्लाको अहिलेको पूर्वी चौकी गाउँपालिका वडा नम्बर 6 गाँजेरीमा भएको हो। अहिले 2035 सालदेखि धनगढीकै सेरोफेरोमा बसिरहेको छु। परिचयमा भन्नुपर्दा अब साहित्यकार भनेर चिन्छन्, कसैले ज्योतिष भनेर चिन्छन्, समाजसेवी भनेर पनि चिन्छन्। केही हरेक ठाउँमा मेरो हातहरू छन्। यति नै होला परिचय भन्दा। तपाईँको बारेमा विभिन्न स्रोतहरूबाट सुनिरहेको हुन्थे, पढिरहेको हुन्थे। आज तपाईँसँग यसरी प्रत्यक्ष कुरा गर्न पाउँदा एकदमै खुसी लागिरहेको छ र आज धेरैवटा प्रश्नहरू सोध्न गइरहेको छु। तपाईँबाट धेरै ज्ञान लिन चाहन्छु र आफ्नो दर्शकहरूलाई पनि तपाईँका विचारहरू प्रस्ट्याउन चाहन्छु। त्यसैले अप्ठ्यारो नमानिदिनु होला है त। धेरै धेरै धन्यवाद। मलाई पनि यो अवसर दिनुभएको छ। हामीले जे ज्ञान आर्जेका छौँ त्यो आफ्नो लागि होइन, त्यो तपाईँहरूकै लागि हो। यो हामीले बाँड्न पाउँदा फेरि ससाना 8-9 मा पढ्ने तपाईँहरू जस्ता कलिलालाई हामीले केही आफ्ना अनुभूतिहरू बाँड्न पाउँदा मलाई पनि साह्रै खुसी लागेको छ। यो अवसर दिनुभएकोमा यो स्कुल र यहाँका व्यवस्थापक र हाम्रा गुरुजीहरूलाई म हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्न चाहन्छु। सुरुवाती चरणसँगै तपाईँको पहिलो प्रश्न, तपाईँको साहित्यिक यात्राको सुरुवात कहाँ र कसरी भएको थियो? मेरो साहित्यिक यात्राको सुरुवात ख्यालठट्टा गरेर भयो। कसरी भन्नुहुन्छ भने छोटकरीमा भनौँ, त्यत्रो समय नहोला है। म पढ्थेँ, सानै थिएँ, करिब 10-12 वर्षको उमेरको थिएँ। त्यति बेला पञ्चायत भन्ने थियो, कचहरी बसेको थियो। त्यहाँको प्रधान पञ्च थिए, अब नाम नलिउँ है। अलि माथिबाट आउँदै थिए पहाडको ओह्रालोमा तल अरू सबै बसिसकेका थिए सभासदहरू। के कुरा चल्यो भने यो प्रधान साह्रै लोभी छ, एक फुटो कौडी पनि खर्च गर्दैन, कहिले अर्काबाट मात्रै गराउँछ भन्ने कुरा भयो। यसबाट खल्टीबाट पैसा निकाल्न सक्ने उपाय के होला कि कसैले भने। म सानो थिएँ र मैले भने म कविता लेख्छु, त्यसपछि तिनले पैसा जो पक्कै पनि दिन्छन्। मैले भने ल लेख्छ भनेर उनको मैले नाउँ गाउँ सोधेर पलतिर गएर 4 श्लोक 4 दुल बिगेर मैले कविता बनाएँ। अनि त्यहाँ उनी आउने बित्तिकै म कविता सुनाउँछु भनेर उनलाई बस्नै नदिएर मैले कविता सुनाएँ। एक फुटो कौडी जिन्दगीमा खर्च गर्ने मान्छेले 5 रुपियाँ मेरा गोडामा राखेर ढोगिदियो। त्यहाँबाट मेरो कविता यात्रा सुरु भयो। 2028-29 सालकोतिरको कुरा हो। र त्यसपछि अब यो क्रम बढ्दै गयो। हामी बसाइँ सरेको क्रममा धनगढी आयौँ। धनगढी आएर पनि पहिले अलिअलि लेख्थ्यौँ। यहाँ स्थानीय पत्रिकाहरूले अलिअलि छाप्थे। र त्यसपछि 40-45 सालदेखि हामी एकदमै समर्पित भएर लाग्यौँ। र लाग्दै अब अहिले धेरै केही भएको छ। अब आफूलाई नै गर्व लाग्ने कामहरू भएका छन् जो सुदूरपश्चिमाञ्चलमा कसैले अहिलेसम्म गर्न सकेका थिएन। अब मैले आफैले भन्ने कुरो होइन, करिब 40 वटा कृतिहरू मैले प्रकाशन गरिसकेको छु। अनि त्यति मात्रै होइन, 8 वटा महाकाव्य लगभग सुदूरपश्चिमकै विषय वस्तुलाई अगुटेर सेरोफेरोमा रहेर मैले के अनुभव गरेँ भने हाम्रो सुदूरपश्चिम साह्रै पछाडि परेको पाएँ मैले। यो मेरो व्यक्तिगत अनुभव हो या साँचो हो, किनभने हाम्रो यहाँ पनि राम्रा विशिष्ट व्यक्तित्वहरूको जन्म भएको छ, नभएको होइन। शहीद दशरथ चन्द जस्ता महान क्रान्तिकारीको पनि यहाँ जन्म भयो। पहलमान सिंह जस्ता बहुआयामिक व्यक्ति, त्यो बेलामा पनि त्यस्तो गर्ने मान्छेको पनि यहाँ जन्म भयो। त्यति मात्र होइन, विश्वमा गएर आफ्नो छवि देखाउने र नेपालको गौरव बढाउने जयवृथी मानवतावादी राजा जयवृथी बहादुर सिंह जस्ता व्यक्तित्वको पनि जन्म भयो। तर यिनीहरूको नाउँ कहीँ इतिहासमा आएन है। मलाई साह्रै पिर लाग्यो। किन भन्नुहुन्छ भने हाम्रा पहलमान सिंह लेखनाथ पौड्यालका समकक्षी हुन्। उनको त्यत्रो छवि छ, तर हाम्रा कहीँ पनि आएन। त्यसैले मलाई त्यो एकदमै लाग्यो। मैले लेख्नुपर्छ भने चाहिँ म आफ्नै ठाउँबाट सुरु गर्छु भनेर महाकाव्य लेख्ने यात्रा सुरु भयो मेरो 2058 सालतिरबाट। त्योभन्दा पहिले अरू खण्डकाव्यहरू आदि इत्यादिहरू निकालेका थिएँ, अर्थात् प्रकाशन भइसकेका थिए। महाकाव्यको प्रकाशन हामीले लेखन 58 सालदेखि सुरु गरेँ। पहिलो नम्बर मैले पहलमान सिंह महाकाव्य लेखेँ। काठमाडौँमै विमोचन भयो, पहलमान सिंह प्रतिष्ठानले गर्यो। त्यसपछि अर्को लेख्न मन लाग्यो। हाम्रा वीर शहीद बैतडीमा जन्मेर राष्ट्रिय स्तरमा नै त्यो क्रान्तिकारी भएर नेपालकै लागि भनौँ न यो प्रजातन्त्र ल्याउनमा आफ्नो बलिदान चढाउनु हुने शहीद दशरथ चन्द्रको नाममा लेखेँ। त्यसपछि लेख्दै जयवृथी बहादुरको जीवनी पढ्दा त ओहो आफूलाई अचम्म लाग्यो। त्यस्तो बेलामा त्यो पहाडको कुना कन्दरामा जन्मेर त्यत्रो विशाल उनको विचार है, जसले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उनको यस्तो विचारले प्रभाव पार्यो कि
नेपालमा त त्यतिखेर जानीय शासन थियो, राणा शासन थियो। राणा शासन भएको हुनाले उनलाई गन्दै गन्दैन राणाहरूले, कमिला बराबर पनि मानेन। तर उनी राणाकै भान्जा भएर, राणाकै ज्वाइँ भएर राणाहरूकै विरुद्धमा लागे, उनी जनताको पक्षमा गएर लागे। सम्पूर्ण राजकाजका सुविधाहरू त्यागे, परिवार पनि त्यागेर भारतको बङ्गलोरमा गएर जय भवन भन्ने एउटा स्वयं भवन निर्माण गरेर मानवतावाद भन्ने एउटा संस्था खडा गरेर संसारभरि पुगे उनी। संसारभरि प्रवचन दिए, संसारभरि भ्रमण गरे। संसारका गरिब गुर्दा, खान नपाएका, लाउन नपाएका, कोडी कामले पीडितका पक्षमा गएर लडे उनले। धेरै वर्ष लडे। यति मात्रै लडेन, उहाँको बर्माको रङ्गुनमा, जापानमा, अमेरिकामा धेरै ठाउँमा उनको संस्थाको शाखा समेत बनाउन सफल भए। संसार विश्वमा आफ्नो विचारले जित्न सफल भए। त्यस्ता महान व्यक्तित्व हाम्रा ठाउँमा जन्मिनु, हामीले नचिन्नु मलाई साह्रै पिर लाग्यो। त्यसपछि उनको विषयमा मैले एउटा महाकाव्य तयार गरेँ, जुन महाकाव्य चर्चित पनि छ र मैले त्यस महाकाव्यमा 2-4वटा पुरस्कार पनि पाइसकेँ। त्यो महाकाव्य फेरि कुनै पनि महाकाव्य आफ्नो पैसाले छापेको छैन। त्यो महाकाव्य प्रकाशन गर्ने हाम्रो सुदूरपश्चिम एकाडेमीका हाम्रा आदरणीय तत्कालीन त्यति बेला योगेन्द्र बहादुर शाही हुनुहुन्थ्यो, उहाँले आफ्नै निजी खर्चले छपाइदिनु भयो। त्यति मात्र होइन, त्यसको कार्यक्रम गरेर लोकार्पण पनि गराइदिनु भयो। लेखेँ। त्यसपछि अर्को लाग्यो मलाई लेख्नुपर्छ भनेर शैलेश्वरी महाकाव्य लेखेँ। डोटी सिलगढीमा जो अवस्थित छ शैलेश्वरी देवी भगवतीको मठ, त्यसको बारेमा लेखेँ। त्यसपछि खप्चडको बारेमा लेखेँ। खप्चड पनि हाम्रो भूस्वर्ग हो, त्यहाँ के छैन सबै थोक छ बारे लेखेँ। त्यसपछि त्यो लेख्दा एउटा अर्को एउटा सानै उमेरमा धेरै के गर्न सक्ने प्रतिभा भएको तर धेरै बाँचेर नपाएको एउटा प्रतिभा भेटाएँ मैले। डडेलधुरामा जन्मेर 29 वर्षमा मात्रै अल्प भएका एनडी प्रकाश चटक अनि प्रकाश नाम राखेर त्यो महाकाव्य लेखेँ। त्यो लागेर 6औं महाकाव्य भयो। 7औं महाकाव्य मेरो मानसखण्ड महाकाव्य। मानसखण्ड भनेको यो सेती भेरी कर्णालीलाई अनि भारतको कुमावडलाई सिमेटेर भगवान वेदव्यासले सुगन्ध पुराणमा लेखेका 9 खण्ड मध्येको एउटा सबभन्दा ठुलो वृहत खण्ड, त्यसको नेपालीमा अनुवाद। र त्यो नेपालीमा अनुवाद कसरी, पद्यमा अनुवाद कसरी, हाम्रो यही क्षेत्रका भएका तीर्थ, यहाँका नदी नाला खोला देवी देवता, हाम्रा कल्चरहरू संस्कारहरू मात्रै छन् त्यसमा। त्यो पनि मलाई आफ्नै लाग्यो। त्यसपछि 7औं महाकाव्य मैले त्यो लेखेँ। र 8औं महाकाव्यमा भने मैले यो सुदूरपश्चिमबाट नागेर काठमाडौँ पुगेँ र भरत जङ्गम जो कालो सूर्य भनेर 2 वर्षसम्म कार्यक्रम चलाएका थिए भ्रष्टाचार विरोधी, त्यो उनको नाममा लेखेर 2078 सालमा काठमाडौँमा गएर विमोचन भयो। साहित्य यात्रा यसरी सुरु भयो। करिब मैले महाकाव्यका साथसाथै केही खण्डकाव्य पनि लेखेको छु, संस्मरण अनि आख्यानहरू पनि छन्, निबन्धहरू पनि छन्। अनि विशेष गरेर धार्मिकहरू छन्, जस्तो कर्मकाण्ड भास्कर लेखेँ, जो मेरै कर्मकाण्डबाट आज धेरै बिहा गराउँछन्। अनि कालसर्प योग भन्ने थियो, यहाँका मान्छेलाई थाहा थिएन, त्यो मैले नै पुस्तकहरूबाट खोजेर त्यो बनाएर अहिले प्रचलनमा ल्याएँ। अहिले एकदम फेभर भएको छ। त्यस्तै यस्ता नयाँ कुराहरू एउटा दैनन्दिनी भन्ने बनाएँ। सबभन्दा ठुलो कुरा, हिजो आज हाम्रो समाज अर्काको देखासेकीमा लागेर साह्रै बिग्रिसकेको छ है। एउटा त राजनीतिक उसले गर्दा पनि बिग्रियो, अर्को विदेश गएर विदेशीको कल्चर सिकेर आएर त्यसै गर्नु थाल्यो, देखासेकी गर्नु, त्यसले गर्दा बिग्रियो। त्यो मलाई साह्रै पिर परेको छ। किनभने एउटा कुकुरले आफ्नो धर्म छोडेको छैन, आफ्नो कल्चर, आफ्नो संस्कार, आफ्नो रीतिरिवाज, उसले आफ्नो पुर्खाको परम्परा सबै थामेको छ। एउटा बिरालोले थामेको छ, गोरुले थामेको छ, गधाले थामेको छ। हामी त मान्छे हौ, जसले भनौँ कि विदेशीहरूले आफ्नो धर्मको लागि, आफ्नो कल्चरको लागि, संस्कारको लागि कति लगानी गरेर कत्रो दुःख गरिरहेका छन्। हामी सम्पूर्ण कुराहरू बिर्सेर विदेशीका पछि लागेर कुद्दैछौँ। त हाम्रो भोलिको हकीकत के हुने हो, हामीले नयाँ पुस्तालाई के हस्तान्तरण गर्ने हो, नयाँ पुस्ता कहाँ गइसकेको छ त्यो पनि हामीलाई थाहा छैन। मलाई साह्रै पिर लाग्यो। त्यसो भएको हुनाले मैले यो त्यसमा पनि केही योगदान गरेँ भनौँ, केही 2-4वटा प्रकाशनहरू पनि निकालेँ। अनि हरेक टिभी च्यानलहरूबाट प्रवचनहरू दिएर, भजनहरू गरेर, कीर्तनहरू गरेर, बेला बेलामा यस्ता आयोजनाहरू गरेर त्यसमा पनि केही गर्न सकेँ भनौँ। किनभने धनगढीको बजारमा अहिले यति पूजा हुन्छ, यति भागवत हुन्छ कि कुरै छैन है। हामी यहाँ हुँदा हुँदैन थियो, यहाँ सत्सङ्ग भन्ने कसैलाई थाहा थिएन। अहिले घर घरै सत्सङ्ग हुन्छ, भागवत हुन्छ, पूजा यहाँ पऱ्यो 50, 60, 100 भन्दा बढी ब्राह्मण छन्, पूजा गरेर पालै पाउँदैन, उनका जीविका चलेको छ। धनगढीलाई लगभग म भन्दैछु कि अब मैले आफ्नै मुखले भन्दा अलि अतिशयोक्ति होला, धनगढी लगभग हरिद्वार भन्दा बढी पूजा हुने स्थानमा धनगढी स्थापित भइसकेको छ। तपाईँको यस्तो महान सोच सानै उमेरदेखि लेख्न थाल्नु भएको रहेछ। अहिले आफ्नो मेहनतको कारणले सुदूरपश्चिमलाई बोकेर हिँड्नु भइरहेको छ, झल्काउनु भइरहेको छ। तपाईँको सोचलाई हृदयदेखि नै सम्मान छ। त्यसै गरी हामी मान्छे भइसकेपछि कुनै पनि काम पहिलो पटक गर्दाखेरि एउटा छुट्टै किसिमको अनुभव हुन्छ। त्यसै गरी तपाईँलाई चाहिँ कविता पहिलो पटक लेख्दा चाहिँ अनुभव कस्तो भएको थियो? पहिलो पटक भन्दा पनि अहिले पनि हामी भन्छौँ कि कविता मैले अरूले खै कसरी लेख्नु मलाई थाहा छैन। मैले कविता लेख्नु पर्दा म पूर्व योजना बनाउँदिनँ, के लेख्ने कस्तो लेख्ने भनेर मेरो तयारी हुँदैन। त्यो एकाएक हृदयमा जसरी मैले भन्ने गरेको छु कि जसरी हाम्रो लेखमा
पानीको मूल हुन्छ, अनवरत बगिरहेको हुन्छ है। कहिलेदेखि बगेको हो, कहिलेसम्म बग्ने हो, त्यो पानी कहीँ काम लाग्ने हो कि त्यो पनि थाहा छैन उसलाई। तर उसको एउटा धर्म हो बगिराख्ने। त्यसो भयो भने यदि हामीलाई शारदाले, माता सरस्वतीले दिएकै हो, हामी कविकै रूपमा जन्मेका हौँ र हामीलाई माताले कवि नै बनाउन चाहेको हो भने हाम्रा हृदयबाट ती भाव, ती विचार, ती आदर्शहरू, ती सबैका लोकप्रिय हुने विचारहरू स्वतः उम्लेर आउँछ। मानौँ कि ऐँसालुको बोटमा त्यो ऐँसालु हुन त बोट हेर्दा त काँटा छन् ठुल्ठुला है, तर त्यतिभित्र गुलियो स्वाद कहाँबाट ल्याउँछ त्यसले आफ्नो पाक्या बेलामा देखाउँछ। त्यस्तै जब हामीले लेख्ने भनेर बढ्छौँ त्यसपछि त्यो आफसिया भित्रैबाट उर्लेर आउँछन् र अनि अर्कालाई आनन्द दिन होइन, हामी भन्छौँ स्वान्त सुखाय भन्ने अर्को शब्दमा आफैलाई आनन्द दिने। कसैका निम्ति हामी कविता लेख्दैनौँ। केका लागि लेख्छौँ भन्दा एक त समाजप्रति हाम्रो दायित्व पनि छ। किन भन्नुहुन्छ भने समाजका जिम्मेवार व्यक्ति साहित्यकार अवश्य हो। त हिजो आजको साहित्य त्यस्तो छैन। त्यस्तो भन्नुपर्दा अलिक दुःख लाग्छ हामीलाई, किनभने हरेक उसमा विभाजन भएको छ। राजनीतिक पार्टीका भएका छन्, कोही केका भएका छन्, कोही केका भएका छन्। राष्ट्रका साहित्यहरू साह्रै कम भएका छन्। जो देशको भलो, समाजको भलो, आफ्नो संस्कृति धर्म राख्ने साहित्यकारहरू सायद छैनन्, धेरै कम छन्। त्यसो भने हामी भन्छौँ कि हामी साहित्यकारहरू विभाजन हुनु हुँदैन, हामी राष्ट्रका धरोहर भएर बस्नु जान्नुपर्दछ। र हामीले के गर्नुपर्छ भन्दा समाजमा भएका कमी कमजोरी, समाजमा भएका अन्याय अत्याचारका विरुद्ध, यो देशका शासकका विरुद्ध हाम्रो कलम चल्नुपर्छ। त्यति मात्र होइन, अझ भोलि साहित्यकार भनेको साहित्य शब्दको अर्थ नै लाउनु पर्दा पनि सर्वजन हिताय सर्वजन सुखायमा जो अक्षर कोरिन्छ त्यो अक्षर साहित्य हो। साहित्य कसै एकजना व्यक्तिको लागि लेख्नु हुँदैन। के को लागि लेख्नुपर्छ? म नरहे पनि मेरो अक्षरहरू कालजयी हुनु पर्यो। जस्तै मानौँ कि भगवान् वेद व्यासले पुराण लेखे, जुन पुराण लेखेको अहिले 5000 वर्षभन्दा बढी भइसक्यो, तर अहिले पनि ती जस्ता तस्तै छन्, कालजयी छन्। भोलि पनि हुनेछन्, पर्सि पनि हुने, तिनको अस्तित्व कहिले कम हुने छैन। भगवान् कृष्णले गीता भन्नुभयो 18 अध्याय, त्यो गीता अहिले हजारौँ भाषामा अनुवाद भएर विश्वमा चर्चित छ र विश्वमा सबभन्दा ज्ञानको भण्डार त्यो गीतालाई नै मानिएको छ। कति हजार वर्ष अगाडि? 5000 वर्ष अगाडि। तर म भन्छु कि विभाजन भएका हामी कविहरूले लेखेका कविता कति दिन चल्छन्? एक दिन हाँस्लान्, कोही ताली भेट्लान्, कोही वाहा गर्लान्, एक दिन लागि लेख्नु हुँदैन। कालजयी हुनुपर्छ। र सधैँ म भन्ने गर्छु अक्षर भन्ने त हामी सबैले बुझेका छौँ। अक्षर शब्दको अर्थ के हो भन्दा जो नाश हुँदैन। एउटा यो संसारमा एउटा क्षर छ, एउटा अक्षर छ, एउटा नाशवान तत्त्व छ, एउटा नाश नहुने तत्त्व छ। नाशवान तत्त्व भनेको त्यो हो जो यो रहँदैन। हिजो थियो आज छैन, आज हुनेछ भोलि हुँदैन, पर्सि हुनेछ हुँदैन। त्यो जो हाम्रो अक्षर छ त्यो कहिल्यै पनि नासिँदैन, नासिनु पनि हुँदैन। ती ननासिनु पर्दा के हुनुपर्छ भन्दा ती हृदयलाई स्पर्श गर्ने हुनुपर्छ। हृदयलाई सबैलाई मलम लाउने, दुखी गरिब तथा रोगी तिनीहरूको हृदयलाई बाँच्न प्रेरणा दिने। त्यति मात्र होइन, अनि राष्ट्रियता बढाउने, आफ्नो राष्ट्र सुरक्षा गर्ने, आफ्नो राष्ट्रको अस्मिता राख्ने। त्यति मात्र होइन, भोलिका हाम्रा कर्णाधारहरूलाई पनि हामीले के दियौँ त? आखिर यो संसारमा त सबै जन्मे, कुकुर पनि जन्म्यो, बिरालो पनि जन्म्यो, गोरु गधा सबै जन्मे। हामीले मान्छे भएर आएर के दियौँ त यो संसारलाई? के दिएर के छोडेर गयौँ? आफ्नो पादछाप अर्थात् राखेर के गयौँ भन्दा के भोलिका निम्ति कीर्तिशेष भन्छौँ हाम्रो भाषामा, त्यो कीर्ति राख्नै पर्छ। राखेनौँ भने हामी पनि पशुवत नै हुन्छौँ। त्यसैले ज्ञानै नहिना पशुभी समान भनेर हाम्रो शास्त्रले भन्छ। जब हामीलाई ज्ञान छैन, हामी मनुष्य हौँ, किन जन्म्यौँ, केका लागि जन्म्यौँ, हाम्रो दायित्व के हो? के खानका लागि मात्रै हामी जन्मेका हौँ? होइन। अनि आफ्ना छोराछोरी पाल्नका लागि मात्रै जन्मेका हौँ? कुकुरनीले पनि पालेको छ आफ्नो छोराछोरी। एउटी बङ्गुरनीले 12 छोरासँगै पाल्छ, होइन र? होइन। अनि आफ्नो मुख रङ्गाउनका लागि मात्रै जन्मेका हौँ? होइन। सुविधाको लागि मात्र होइन। गरौँ, त्यो पनि सबै गरौँ, त्यो गलत हो मैले भनेको होइन। तर केही राष्ट्रका लागि गरौँ, केही समाजका लागि गरौँ, केही भोलिका लागि गरौँ। हामी यो संसारमा उसैको मात्र नाम छ, कसको? जसले केही गरेर गयो, राम्रो खाएर गएको। कति गए मिठो को खान्थे हाम्रा पुर्खाहरू? काहीँ इतिहासमा नाम छ हाम्रो? छैन। कसले के गरेर गए, कहीँ लाएर गए, के गरेर गए? छैन कसैको नाम हो। त्यसको नाम छ, उसको नामको आज पनि हामी कीर्ति गाथा गाउँदैछौँ, जसले केही गरेर राखेर गए। त्यसो भने हामीले राख्न सक्नै पर्छ। सक्यौँ भनेपछि मात्रै हामी मानव हुन्छौँ, सकेनौँ भने पुच्छर बिनाका मान्छे हुन्छौँ। त्यसो भएको हुनाले मलाई यिनै भावनाले प्रेरित भए। अनि कसैबाट सिकेको होइन। म भन्छु कि साहित्य भनेको कसैबाट सिकेर पढेर हुने विषयवस्तु होइन। म साहित्य स्वतः अन्तर हृदयबाट उर्लिने भाव विचार हो। र अनि गाउनलाई एकछिन कसैले छन्द मिलाइदिएला, त्यो ठुलो कुरो होइन। छन्द त हाम्रा गुरुजीहरू, नेपाली पढेका र साहित्य पढेकाहरू सबै जान्दछ है। हामीले कवि चाहिँदैन त्यसका लागि। तर के? भाव हुनु पर्यो। भाव कस्तो भाव हुनु पर्यो? मेरो हृदयबाट पग्लेको भाव, आएको भावले सबैका हृदय छुनु पर्यो, सबैका हृदय स्पर्श गर्नु पर्यो, अनि सबै लोकको हित गर्ने हुनु पर्यो।
यो मेरो व्यक्तिगत विचार हो। कतिसम्म ठिक हो त्यो त मलाई थाहा छैन। हजुर, हाम्रो चाहिँ जीवनको विभिन्न मोडहरूमा हामीलाई के गर्ने कसो गर्ने त्यो हामीले सोचिरहेका हुन्छौँ। त्यसै गरी तपाईँको जीवनमा म कवि नै बन्छु भनेर चाहिँ कुन मोडमा चाहिँ सोच्नुभयो हजुरले? मैले अघि पनि भने कि म कवि नै बन्छु भन्ने योजना थिएन मेरो है, तर कविता साह्रै राम्रोसँग पढ्थेँ म। 4-5 वर्षकै हुँदा अब हाम्रो त्यतिखेर यस्ता किताबहरू पाइँदैन थिए। एउटा भानुभक्ति रामायण अनि सुब्बा होमनाथ लेखेको देवी भागवत भन्ने नेपालीमा अनुवाद गरेको शार्दुल बिक्री छन्दमा पाउँथ्यो, हाम्रा घरमा थियो। जुनेली रातमा बाहिर बसेर राम्रोसँग गाउँथेँ अनि मैले गाएको सुन्दा सबै वरिपरिका सुन्न आउँथे। कवितामा इन्ट्रेस्ट अर्थात् रस त मेरो पहिलेदेखि नै थियो। अब यसरी सुरुवात भएको कुरा पनि मैले अघि भने 5 रुपियाँ पुरस्कार पाएबाट मेरो कविता यात्रा सुरु भयो। त्यसपछि यहाँ आइसकेपछि एउटा ठुलो सङ्कट पनि पर्यो। एउटा कविता लेख्दै ठुलो धर्म सङ्कट पर्यो जसले मलाई यहाँसम्म पुर्यायो। त्यतिखेर त मलाई एक महिनासम्म निद्रा लागेन, खान पनि रुच्दैन थियो। मलाई कविता चोरीको आरोप लागिसकेपछि त्यो अरू कुरा जे भयो भने मैले त्यो कदापि सहन गर्न सकेन। मेरो अब ठुलै मान्छेबाट त्यो भएको हुनाले मैले त्यसको न्याय पनि दिन सकेन। त्यसपछि त्यो साह्रै छटपटी भयो मलाई। त्यो 1 महिनाको दौरानमा मैले एउटा संस्कृतमा ज्योतिषार भन्ने लेखेँ, बाल ज्योतिषार, र त्यो अहिले पनि म लेख्न सक्दैन। त्यति बेला लेखेको किताब म अहिले लेख्न सक्दैन। त्यसको नेपालीमा अनुवाद गर्न पनि मलाई गाह्रो पर्छ अब है। त्यो लेखेँ, त्यहाँबाट सुरु भयो। जति पढ्दै गयो उति अलिकति दरिलो हुँदै जाने रहेछ अनुभवको क्रममा है। अब त्यसरी भन्नुपर्दा 28 सालदेखि नै मैले फाटफिट छुटफिट लेखेँ। यथार्थमा भन्नुपर्दा करिब 37-38 सालदेखि अनवरत रूपमा यही क्षेत्रमा लगनशील क्रियाशील छु। तपाईँका रचनाहरूमा तपाईँको वास्तविक जीवन तपाईँले कतिको दर्शाउनु भएको छ वा तपाईँको वास्तविक जीवन चाहिँ कवितामा कतिको महत्त्वपूर्ण छ? त्यो त मैले भन्ने कुरो होइन, त्यो दर्शकहरूले अथवा श्रोताहरूले भन्ने कुरो हो। मेरा कविताले कतिको हृदय छोएको छ भन्ने कुरो, मेरा कविताले, मेरा विचारले है, मसँग यसरी साक्षात्कार भएर जो सामान्यमा आउँछन्, मैले उनलाई चेन्ज गर्न सकेन भने म कवि होइन म भन्छु। उनका विचारमाथि मेरो विचारको प्रभाव भएन, हाबी भएन र उनका विचारलाई मैले अर्कोतिर मोड्न सकेन र उनलाई जस्ताको तस्तै मैले आफ्नो टेबलबाट फिर्ता गराएँ भने म कवि हुँ भनेर म स्वीकार गर्दैन। त्यसैले म के भन्छु, यो संसार कवितामय छ। यो संसार, अब एउटा छोटो उदाहरण दिउँ। राम भन्ने एकजना भगवान् भन्छौँ हामी है। राम थिए कि थिएन कसैले देखाएको छैन। त्यो त कविको कल्पना हो, कविको कल्पना हो होइन। कविले बनाइदिए राम। यदि त्यो कवि नभएको भए सायद राम त त्यस्ता त अयोध्या कति जन्मे, कति अहिले जन्मेका होलान्, कति हिजो जन्मे, कति कहिले जन्मे, कसले कसको लेखाजोखा गर्ने। यो राम बनाउने को हुन् भन्दा कवि, कृष्ण बनाउने को हुन् कवि। त्यसो भएको हुनाले म भन्दैछु कि राम जसरी बनायो, राम शब्द सुन्ने बित्तिकै हाम्रो हृदय प्रफुल्लित हुन्छ, त्यो कवि हो। अब रामायणको व्याख्या गर्नुपर्दा कति राम्रा पात्र छनौट गरेर रामायणका कविले बनाएका छन् हेर्नु, कस्ता आदर्श छन्। सीता है, सीताको अब यहाँ समय थोरै छ। मैले एक दिन उसमा बीबीसीमा भनेको थिएँ, करिब 1 घन्टा समय लिएको थिएँ रामायणको बारेमा मात्रै। 4 दिनसम्म अर्थात् 1 महिनासम्म भने पनि सकिँदैन। त्यस्ता पात्रहरू छानेर त्यति राम्रा दर्शनहरू दिएर रामायणलाई कहाँसम्म पुर्याए, त्यो कविको हो। त्यसो भएर म भन्दछु कि यो संसारको सबभन्दा ठुलो यदि भन्ने हो भने त्यो कल्पनाकार नै हो, जसले साधारण मानवलाई भगवान बनाइदिन सक्छ। साधारण मानव कि त्यत्रो विद्वान संसारलाई जित्ने ऊ जति पढेको कोही पनि छैन। रावणलाई एउटा खलपात्रको रूपमा उभ्याइदियो। रावण जति पढेको को छ, त्यस्तो ज्योतिष पनि कोही छैन, त्यति शक्तिशाली पनि कोही छैन, त्यति सामर्थ्यवान पनि कोही छैन, तर उनलाई एउटा खलपात्रको रूपमा ल्याएर आज के भने सबैको घृणाको पात्र बनाइदियो कविले। आज रावण भनेपछि आफ्नो छोरा नाम कोही रावण राख्न मान्छ? मान्दैन। अहिले पनि हामी रावणको पुतला बनाएर जलाउँदैछौँ। तपाईँको के नोक्सान गर्यो रावणले? मेरो के नोक्सान गर्यो? स्वास्नी अनि चोर्यो त रामकै चोर्यो, हाम्रो त ल्या छैन नि। किन हामीले घृणा गर्ने भन्दा कविले उसलाई खलपात्रको रूपमा उभ्याइदिए र आज पनि हामी उसलाई घृणा गर्छौँ। र एउटा बाँदर भगवान् रामको भक्त भयो र उसले धेरै गर्यो। हनुमान जस्तो बाँदरलाई पनि उसले भगवान्को रूपमा उभ्याइदिए। त्यसो भने कवि भनेको यदि सजिलो विषयवस्तु होइन, जो हिजो आज हामी हजारौँ छिचिमेरा जन्मिया जसरी जन्मेर 2 लाइन लेखेर कवि बन्न खोज्दैछौँ, त्यो कदापि पनि कविलाई दिने पद होइन। र कवि भनेको के हुन्छ, छुट्टै एउटा संसार हो। स्रष्टा भन्छ त्यसैले। स्रष्टा भनेको के हो? ब्रह्माजीले सृष्टि गर्यो रे, ब्रह्माजीले सृष्टि गर्यो, यो संसार धरती सृष्टि गर्यो होला, तर वास्तवमै स्रष्टा भनेका कवि नै हुन्, कल्पनाकार नै हुन्, साहित्यकार नै हुन्, स्रष्टा नै हुन्। उनले संसार छुट्टै बनाउँछन्, उनको संसार छुट्टै हुन्छ। भनौँ कि यहाँ तपाईँ हामी यहाँ बसिरहेका छौँ, तर उनको दिमाग कहाँ पुगेर के गर्दैछ। स्रष्टाले के गर्न सकेन? यो धरती मुनि गएर अन्वेषण गर्न सक्यो, आकाशमा गएर अन्वेषण गर्न सक्यो। त्यसैको प्रतिफल नै आज ठुल्ठुला वैज्ञानिकहरूले सफल भएका हुन्। पहिले त अक्षर कोर्या हुन् त उसले। दार्शनिक वैज्ञानिकहरूले के गरे? त्यसको अनुसन्धान अन्वेषण खोज मात्रै गरेका हुन्।
लेख्ने त कवि स्रष्टा नै हुन् नि। त्यसो भए हुनाले कविको उपमा दिन सकिँदैन। कवि भनेका यो संसारका भगवानले पनि कविलाई पूजा गरेका छन्। किनभने यदि कवि नभएको भए त भगवानै हुन्थेन नि त। त्यसो भए ठुलो कुरो हो। मलाई लाग्छ म कवि भएकोमा मलाई गर्व पनि लागेको छ। किन भन्नुहुन्छ भने म नरहे पनि मैले पाउनुपर्ने पनि मैले सबै पाइसकेँ। किनभने यही धनगढी नगरपालिका अर्थात् यहाँ सुदूरपश्चिम क्षेत्र सबै लागेर 2073 साल चैत 23 गते नागरिक अभिनन्दन बाजागाजाका साथ रथारोहणका साथ हजारौँ मान्छेका भिडमा गरिसके। देश विदेशका ठुल्ठुला साहित्यकारहरूले मेरो बारेमा लेखेका छन्। अनि मेरै नामका 5-6वटा कृति भइसके। ठुला 300-400 पृष्ठका ठुला विद्वानहरूले पनि प्रशंसा गरेका छन्। भनेपछि अब योभन्दा बढी मैले के खोज्ने हो है। पुरस्कार भन्ने त सामान्य कुरो हो। हामीले सबै पुरस्कार लिँदैनौँ पनि। त्यो पुरस्कार ठुलो पनि होइन। आफैले पनि मैले साहित्यको केही राख्नुपर्छ भन्ने नियत राखेर 1 लाख राशिको एउटा पुरस्कार स्थापना गरेको छु। करिब 8 वर्ष भयो। प्रत्येक वर्षको 1 लाख दिने गरेको छ। सुरुको पुरस्कार हामीले राष्ट्रकवि माधव घिमिरेलाई दिएका थियौँ। त्यसपछि ठुल्ठुला देशका जो वरिष्ठ कविहरूलाई नै एक गरेर छानेर दिँदैछौँ भने अर्को एउटा पुरस्कार पनि छ। अब भर्खरै हाम्रो यहाँकी अत्यन्तै लोकप्रिय साहित्यकार भनौँ, गजलकार, उपन्यासकार श्रेष्ठ प्रिया पत्थर बहिनीले एउटा प्रस्ताव राखेकी छन् मेरो नाउँमा एउटा संस्था गठन गर्ने भनेकी छन्, मनराज वाङ्मय प्रतिष्ठान भनेर। अब त्यसको सायद केही 1 हप्ता या 2 हप्ताभित्रै तदर्थ समिति बन्छ। त्यो संस्था नै एउटा संस्था नै बनिसकेपछि त्योभन्दा बढी मैले के मान खोज्ने, के मर्यादा खोज्ने मैले गर्न बाँकी पनि प्रायः जसो मलाई लाग्दैन। तैपनि अब के कति गर्न सक्छु अझै मेरा बाँकी रहेका दिनहरू पनि वर्ष अरू अन्त नगएर साहित्यमै म अर्पण गर्न सकु यो मेरो इच्छा छ। र अनि म भन्छु मेरो जीवनबाट यहाँका सबैले केही पाउन्। मेरो जसरी बाँचेँ, जसरी जन्मेँ, जसरी मैले यो जीवन यहाँसम्म पुर्याएँ हो यो जीवनबाट सबैले लिउन् प्रेरणा म भन्छु हो। अझै भन्नुपर्दा म एकदम विकराल स्थितिबाट जन्मेको हुँ। जो कि मेरो बुवाको स्वर्गारोहण म 7 वर्षको उमेरमा भयो र पढ्न पनि मैले स्कुलमा पाइनँ, अध्ययन गर्न र केही गर्न पाएन। र अनि त्यस्तो सम्पत्ति आदि इत्यादि पनि थिएन र धेरै बोझ पनि थियो। पछाडि भाइ 2 थिए र अनि हुँदै अब अहिले भनौँ न राम्रै ठाउँमा पुगेको छौँ। त्यसैले सन्तुष्ट छौँ। अब जति दिन बाँच्छौँ, जति दिन गर्न सक्छौँ त्यति दिन भगवानका निम्ति, कविताका निम्ति भनेर गर्न सक्छौँ। अब एउटा मलाई ठुलै चिन्ता भनेको यो छ कि यो देश एकदम भयावह अवस्थामा पुगेको छ। भोलि मलाई भन्न मन छ यी बुढाहरू त जेसुकै हुन्, तपाईँहरू जस्ता यो देशका ऊर्जाहरूले तिनका पछि लागेर लहैमा लागेर यो देश बिगार्नु हुँदैन। यो देश तपाईँहरूको काँधमा छ। यो संस्कार, यो धर्म, यो रीति, हाम्रो पुर्ख्यौली सम्पत्ति, यसको उत्तराधिकारी तपाईँहरू भइदिनुहोस्। र जसरी हाम्रा पुर्खाहरूले राखेर गए, हामी वीर गोर्खाली हौँ भनेर हामी गौरव गर्छौँ। त्यो गौरवलाई तपाईँहरू सेभ गरिदिनुहोस् र त्यसलाई आफ्नो काँधमा लिइदिनुहोस्। यति मात्रै गरिदिनु भयो भने अनि मैले लेखेको र मैले जन्मेको, मैले केही गरेको भन्ने सम्झिनेछु। तपाईँको शब्दहरूले निकै भावुक बनाइरहेको छ र तपाईँ एउटा हाम्रो समाजमा उदाहरणको रूपमा हुनुहुन्छ। हाम्रो समाजका अन्य व्यक्तिहरूले पनि तपाईँबाट सिकेर प्रेरणा लिएर तपाईँ जस्तै एउटा कवि साहित्यकार बनुन् भन्ने इच्छा छ। र तपाईँका रचनाहरूमा साहित्य, तपाईँको दृष्टिमा साहित्यको सामाजिक भूमिका के रहन्छ? साहित्य भनेपछि त्यो परहितकारक अर्थात् अर्काकै लागि लेखिन्छ। प्रायः आफू त सन्तुष्टि मात्रै हो, तर के समाजलाई दिने एउटा सन्देशको नाम साहित्य। मैले अघि भने साहित्य भनेको सहित अर्थात् परोपकार, अर्काको हितमा, सार्वजनिक हितमा, कुनै एक व्यक्ति, एक समाज, एक गाउँ, एक ठाउँ, एक देशका लागि होइन, सम्पूर्ण प्राणी मात्रको, मान्छेको मात्र होइन, जो कुकुर बिरालो मात्र होइन, सम्पूर्ण प्राणी जगतको हितमा जो अक्षर कोरिन्छ त्यसको नाम साहित्य हो। त्यसैले म भन्छु हिजो आजको साहित्य त्यसरी कोरिने गरिएको छैन। र कोही हाँस्नका लागि, कोही नाच्नका लागि, कोही पुरस्कार पाउनका लागि त्यो लेखेको म पाउँछु, त्यो कदापि पनि राम्रो होइन। र अहिले यहाँ नेपालका संस्थाहरू पनि लगभग प्रज्ञा प्रतिष्ठानहरू सबै राजनीतिकरण भइसकेका छन्। त्यहाँ पनि हामी जान चाहँदैनौँ। मलाई पनि 1-2 ठाउँबाट अफर नआएको होइन, त हामी जान चाहँदैनौँ। त्यो आफै नै हामीले स्वेच्छाले नै त्यसलाई स्वीकार गरेनौँ। किन भन्दा हामी के भन्छौँ, सन्त सुखाय तुलसी रघुनाथ गाथा भन्ने छ एउटा श्लोक कि हामी आफ्नो आनन्दका लागि लेख्छौँ र भोलि गएर हामी जस्तो कुनै पार्टीका लागि, कुनै समाजका लागि, कुनै सम्प्रदायका लागि लेख्यौँ भने त्यो दिगो हुँदैन। त्यो भोलिका लागि दृष्टान्त पनि हुँदैन। भोलि कसैले त्यसलाई स्वीकार पनि गर्दैन। त्यस्ता समाज कति भए, कति पार्टी आए, कति गए, कति के भए, त्यसको कहाँ लेखाजोखा हुन्छ। मैले अघि भने कि हाम्रो लेखनी कस्तो हुनुपर्छ, सर्वकालिक हुनुपर्छ। जो कहिले पनि बुढो नहोस्, कहिले पनि पुरानो नहोस्, कहिले पनि यो काम लाग्दैन भन्ने नहोस्, सधैँका लागि न्यू होस्, त्यो हुनुपर्छ भन्ने मेरो विचार हो। अब खै मेरो जिन्दगीमा मैले त आफूलाई राम्रै रूपमा प्रस्तुत गरेँ जस्तो लाग्छ। त्यो मेरो व्यक्तिगत अनुभव हो। अब मेरो जिन्दगी पढेर भाइ बहिनीहरूले के पाउनुहुन्छ एकपल्ट पढिदिनु भयो भने म त्यसलाई नै आफूलाई धन्य सम्झिनेछु। धेरै सङ्घर्ष गरेर पनि जिन्दगीको 7औं अहिले म भनौँ न 7 दशक पार गरिसकेँ। यहाँसम्म आइपुग्दा
केही गरेको अनुभव पक्कै छ मलाई। किन भन्नुहुन्छ भने यहाँ हामीले कहीँ न किताब पढ्न पायौँ, न किताब थिए, न कापी थिए। हाम्रो पालामा हाम्रो पढ्ने बेलामा कापी पाउँदैन थियो, किताब पाउँदैन थियो। उसमा सिलौटामा लेख्थ्यौँ, धुलौटामा लेख्थ्यौँ, कागजै हुँदैन थियो। मुसी पऱ्यो जङ्गलमा गएर आफै आमको बनाउँथ्यौँ, त्यस्तो निगालाको कलम बनाउँथ्यौँ। त्यो व्यवहारी आएका मान्छेले आज हामीले केही गर्न सकेका छौँ। फेरि अब मसित त्यसरी नै भन्नुपर्दा कुनै त्यस्तो ओहदाको मसित प्रमाणपत्र छैन, सर्टिफिकेट छैन, पढेको सर्टिफिकेट छैन मसित। त्यसरी पनि अब मलाई नै भनौँ न पात्र बनाएर ठुल्ठुला पिएचडी गरेका विद्वानहरूले मेरो बारेमा भनौँ न लेखिदिँदा त्यसैले म आफ्नो जिन्दगी असफल सम्झेको छैन, सफल भन्ने सम्झिन्छु। किनभने आखिर मेरो योग्यताले हो भने त केही पनि छैन नि त। त्यसो भएको हुनाले म भन्छु कि त्यो योग्यता भनेको कागजमा देखाउने मात्रै हो, अनि कसैले जागिर खान्छ भने त्यहाँ देखाउनको लागि मात्रै हो। योग्यता हाम्रो आफूभित्रै हुनुपर्छ। आफूभित्र कहाँ म भन्दैछु कि केराको योग्यता कसरी थाहा हुन्छ? खाएपछि। ऐँसालको योग्यता जब मिठो लाग्छ, होइन र? उसले सर्टिफिकेट देखाउनु पर्छ र पर्दैन? केराले देखाउनु पर्छ सर्टिफिकेट? म गुलियो छु भन्दैन उसले। त्यस्तै हामी भन्छौँ कि जब म गर्छु, गरेपछि सर्टिफिकेट छैन कसले भन्छ? कसले खोज्छ सर्टिफिकेट? होइन र? सर्टिफिकेटधारीहरूले के गरिरहेको छन्? त्यसो भएको हुनाले म भन्छु मैले भन्नुभन्दा पनि मेरो इतिवृत्त जीवनको पढेर यसबाट प्रेरणा लिन सक्यो भने समाजले म आफूलाई सफल सम्झिन्छु। जुन हाम्रो समाजमा एउटा साहित्यले समाज परिवर्तन गर्न सक्छ भन्ने विश्वास छ, त्यो ठिक हो या होइन? एकदम ठिक हो। अहिलेसम्म जति परिवर्तन भएको छ केवल साहित्यले भएको। साहित्यभन्दा अलावा यिनीहरूले जब बन्दुकले कहाँ साहित्य समाज परिवर्तन हुन्छ? बन्दुकले को डर्छ? कोही डर्दैन। साहित्यले परिवर्तन हुन्छ, भएको छ। अहिलेसम्म जति परिवर्तन भएको छ केवल साहित्यले भएको छ र भविष्यमा पनि साहित्य नै सबभन्दा ठुलो परिवर्तनको एउटा वाहक हो। मलाई लाग्छ बिना साहित्य यदि कोही परिवर्तन चाहन्छ भने त्यो कदापि पनि सम्भव छैन। हामी भन्छौँ कि जब यो देश हामीले खत्तम गर्नु छ, हाम्रो कल्चर, हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो रीतिरिवाज, हाम्रो पुर्ख्यौली सम्पत्ति, हाम्रो गौरव हामीले खत्तम गर्नु छ भने, कसैलाई खत्तम गर्नु छ भने सर्वप्रथम उनीहरूको पाठ्यक्रम बदल्नुपर्छ। किनभने अहिलेसम्म जो उनले गौरव गरिआएका छन् त्यो सबैलाई हटाएर यदि हामीले त्यहाँ अर्को हालिदियौँ भने भोलिको पिँढी के हुन्छ? हामीले बन्दुक उठाउनै पर्दैन, हामीले क्रान्ति गर्नै पर्दैन, अटोमेटिक हाम्रो समाजको विपक्षमा जान्छ। त्यसो भएको हुनाले साहित्य अक्षर जो छ त्यो हाम्रो के हो भन्नुहुन्छ, त्यो कहिले नाश हुँदैन। साहित्यबाटै सबै कुरा हुन्छ, परिवर्तन हुन्छ, भएको छ र हुने पनि अझै पनि भविष्यमा केवल एक मात्र साधन साहित्य हुनेछ जो परिवर्तनको संवाहक। अहिलेको नेपाली साहित्यको अवस्था तपाईँ कसरी हेर्नुहुन्छ? अहिलेको नेपाली साहित्यको अवस्था, नेपाली साहित्यकार भन्ने हो भने यहाँ हजारौँ छन्, चिचिमेरा जस्तै, तर विभाजन भएका छन्। वास्तविक साहित्यकारहरू आफ्नो प्रचार आफै गर्न चाहँदैनन्। उनीहरू आफ्नै ओझेलमा बसेर लेखेरै आनन्द लिन खोज्छन्। जो धेरै महत्त्वाकांक्षा राखेर सार्वजनिक हुन चाहन्छ, ताली पाउन खोज्छ, वाह खोज्छ, जहाँ गर्छ, त्यो कदापि त्यसलाई हामी साहित्यकारमा स्वीकार्नेवाला छैनौँ। एकछिनका लागि उनीहरू होलान्, तर भविष्य उनको कदापि पनि राम्रो छैन। म भन्छु साहित्यकारले आफ्नो बढावा आफै कहिले पनि गर्दैन। हाम्रो जस्तै मानौँ न, खबतड बाबा हुनुहुन्थ्यो। खबतडमा बसेर उहाँले धेरै 5-7वटा यस्ता अमूल्य ग्रन्थ लेखिदिनु भयो जो कि धर्म विज्ञान भन्ने यत्र 4वटा छन्। यो भाग 1, भाग 2, भाग 3, भाग 4 संसारका करिब अनेक भाषामा लेख्नु भएको छ। करिब 12-13 भाषा छन् त्यसभित्र। अनि यस्ता गुह्य ज्ञान छन् जो वेदमा पाइँदैन, जो पुराणमा पाइँदैन। त्यस्ता गुह्य ज्ञान छन्, तर उहाँले सार्वजनिक मञ्चबाट कहिले भाषण गर्नु भएन। उहाँले कहिले यसरी अन्तर्वार्ता दिनु भएन। उहाँले कहिले यो किताबमा पढाइ भएन उहाँको जीवनी। उहाँले कहिले पनि कहाँको हुँ, को हुँ, कोही भनेर आफ्नो परिचय पनि दिनु भएन। लेखेर जानुभयो, आफू त गइहाल्नुभयो, दिवंगत भइहाल्नुभयो। तर आज त्यो ग्रन्थको खोजी हुँदैछ। आज त्यो पढ्दै लाग्छ तपाईँले पढ्नुभयो भने तपाईँलाई अर्को भने त्यो घरद्वार छोडेर बेकार हो भन्ने लाग्छ। मैले पढेँ भने त्यो सब बेकार हो भन्ने लाग्छ। त्यसैले म भन्छु कि साहित्य भनेको के रहेछ यहीँबाटै थाहा हुन्छ र साहित्यकारले कहिले पनि त्यसरी मान मर्यादा, इज्जत, प्रतिष्ठा आदि इत्यादि खोजेर हिँड्दैन। र हिजो आज नेपालमा त्यही देखासकेकै बढी हिजो आजको वर्तमानको साहित्यबाट म सन्तुष्ट छैन। त्यसैले म चाहन्छु केवल साहित्यकारले लेख्ने हो, मूल्याङ्कन गर्ने पनि होइन। मेरो साहित्यले मलाई के दियो, कसैले राम्रो मान्यो कि नराम्रो मान्यो। मैले एकपल्ट हिमालयन टेलिभिजनमा भनेको थिएँ अन्तर्वार्तामा, केराको काम फल्ने मात्रै हो, स्वाद कस्तो छ भनेर सोधेन नि खेलाडी। त्यस्तै हाम्रो काम लेख्ने हो, धाराको काम बग्ने हो। त्यो पानी कहिले खान्छ कि कहिले अमृत हालेर सधैँभरि बाँच्ने बनाउने हो कि बिगालेर कसैले तुरुन्तै मर्ने बनाउने हो, त्यो त उनीहरूको हातमा छ। हाम्रो हातमा त्यो छैन। हाम्रो काम के हो? केवल कलल बगिदिने, प्यासाहरूको तिर्खा मिटाइदिने होइन। त्यसो भए उनीहरूले साहित्यकार, वर्तमानको साहित्यकार यस्तै तछाड मछाड छ। तर अब उपयोगी साहित्य थोरै छ, धेरै छ, यो देखाइसकेको छ। समकालीन साहित्यमा चाहिँ देखिएका मुख्य चुनौतीहरू के हुन् त? मुख्य चुनौती त सबभन्दा यहाँ राजनीति हाबी भइरहेछ। राजनीति हाबी हुनु हुँदैन। साहित्यकार राजनीतिभन्दा माथि हुनुपर्छ। हामी भन्छौँ साहित्यकारका निम्ति संसार एक हुनुपर्छ। साहित्यकारका दृष्टिमा कुनै जात भात, कुनै वर्ग, लिङ्ग, सम्प्रदाय, कुनै राजनीतिक पार्टी,
कुनै पुस्ता हुनु हुँदैन। उसले केवल एक दृष्टिले हेर्नुपर्छ। जब एक दृष्टिले हेरेर सबैको भलो हुने हिसाबले जब ऊ लेख्छ त्यसपछि उसको कृति कालजयी हुन्छ र सबैका लागि सर्वमान्य हुन्छ। जब हामी एकछिनका लागि उसको लागि लेख्छौँ भने त्यो कदापि पनि हुँदैन। हामीले कहिले पनि त्यसको महत्त्व नघटोस्। जस्तो मान्नु न केराको महत्त्व कहिले घट्या छ? सधैँ मिठै हुन्छ त। त्यस्तै हुन सक्नु पर्दछ मेरो विचार। हजुर त विगत लामो समयदेखि साहित्यकै क्षेत्रमा योगदान दिँदै आइरहनु भएको छ। यतिको जीवनमा चाहिँ धेरै कुराहरूको ज्ञान लिनुभयो। त्यसै गरी अहिलेका नयाँ पुस्ताका कविहरूमा चाहिँ तपाईँले सन्देश सुझाव दिन चाहनुभयो भने के दिनुहुन्छ? म भन्न चाहन्छु भाइ बहिनीहरूलाई, भोलि यो देश तपाईँको हो, हामी पनि तपाईँकै हौँ। तपाईँ रह्यो भने मात्रै हामी रहन्छौँ। तपाईँ राम्रो लागिदिनु भयो भने हाम्रो लागि अरू केही पनि चाहिँदैन। हाम्रो उपज भनेको तपाईँ हो। मानौँ कि कुनै बोट हामीले रोप्यौँ, त्यो बोट फेद केही दिनेवाला छैन। त्यो धानका फेदबाट लागेको बाला भनेको तपाईँहरू हो भोलिको। हाम्रो उपज भनेको त तपाईँहरू हो नि। तपाईँहरू राम्रो लाग्नुभयो भने हाम्रो मूल्य भयो, हाम्रो महत्त्व भयो। तपाईँहरू नै राम्रो लाग्नु भएन भने अनि हामीले लेखेको हामीले गरेको केही पनि भएन। त्यसो भने म भन्न चाहन्छु, आउनुहोस् आफ्नो देशप्रति गर्व गरौँ, आफ्नो समाजप्रति, आफ्नो धर्मप्रति, आफ्नो कल्चरप्रति गर्व गरौँ र हामी अर्काका पराश्रय नबनौँ, कसैको अर्काको कल्चर नल्याउँ, देखासेखी नगरौँ। हाम्रा पुर्खाहरू त्यति कमजोर थिएनन्, महान थिए। जो हामीले अहिले इतिहासमा पढ्दा पढ्दै कस्तो गर्व लागेर आउँछ, छाती चाग्लो भएर आउँछ। त्यो गर्वलाई नयाँ पुस्ताले स्वीकार गरोस्। हाम्रो भनाइ यति नै हो। साहित्यको मुख्य विषय पनि त्यही हो कि के हो भन्दा नवीन पुस्तालाई केही दिन सकोस् उसले। म भन्न चाहन्छु नवीन पुस्तालाई कि तपाईँहरू नै हाम्रो सम्पत्ति हो, पाखुरा हो। तपाईँहरूकै निम्ति हामीले गर्ने हो। त यो हामीले केही गरेका छौँ भने तपाईँहरूकै लागि गर्ने हो। त्यसैले यो बिँडो थामिदिनुहोस् र हाम्रो मूल्याङ्कन गर्नुहोस् नगर्नुहोस् केही छैन, तर यो राष्ट्रलाई अक्षुण्ण राख्नुहोस्, यो धर्मलाई अक्षुण्ण राखिदिनुहोस् र हाम्रो कल्चर, जो हाम्रा संस्कार, जो हाम्रा पिता पुर्खाहरूले गरिआएका जे संस्कार छन् तिनलाई स्वीकार गरिदिनुहोस् र आफू पनि धारण गरेर आगामी नयाँ पुस्ताका लागि तपाईँहरूले हाम्रा जसरी उनको काँधमा गराउनुहोस्। यो नै मेरो सबैलाई सन्देश छ। सामाजिक सञ्जाल आजभोलि सबैले प्रयोग गरिरहेका छन्। सामाजिक सञ्जालको प्रयोग नहुने ठाउँ कमै होला। अनि साहित्यको क्षेत्रमा चाहिँ सामाजिक सञ्जालले कतिको फाइदा गरेको छ, कतिको हानि गरेको छ? सामाजिक सञ्जालले केही घाटा पनि गरेको छ, नगरेको होइन। स्वास्थ्यलाई पनि राम्रो गर्दैन अनि 24 घण्टा त्यसमा झुन्डेर बस्नुपर्दा राम्रो हुँदैन भन्ने पनि छन्। तर मलाई त फाइदा गरेको छ। मैले सामाजिक सञ्जाल चलाएको करिब 10-12 वर्ष भयो है। 2टा कृति मैले साहित्य सञ्जालबाटै निकाल्न सफल भएँ। एउटा म थिएँ लेखक, एउटा जाजरकोटका ज्ञानेन्द्र बहादुर सिंह। आजभन्दा करिब 5-7 वर्ष अगाडि उनले एउटा कविता लेखे फेसबुकमा र मैले त्यसको कमेन्ट लेखेँ। त्यसपछि उनले कमेन्ट लेखेँ, लेख्दा क्रम चल्यो। चल्दा चल्दै 400 श्लोक भइसकेपछि अब उनले फोन गर्यो है। त्यसपछि के भन्यो भने अब यो लेख्ने क्रम यत्तिकै नछोडौँ, एउटा सानो किताब बनाऊ। हुन्छ मैले पनि भने, मैले उनको अनुहार देखेको छैन। एउटा किताब बन्यो मेरो कृतिको रूपमा, अहिले पनि छ मसित। त्यसको नाम राखेँ, उनको नाम ज्ञानेन्द्र, मेरो नाम मणि हुनाले ज्ञानेन्द्र मणि भन्ने राखेँ। त्यस्तै अर्को पनि एउटा भर्खरै मैले निकालेँ, एउटा कविता मन्जरी भन्ने। यो कविता पनि सबैलाई प्यारो लागेर पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गर्यो, विराटनगरले प्रकाशित गर्यो। करिब 5-7 महिना भयो बजारमा आएको। यसरी 2टा कृतिकै रूपमा आयो भनेपछि अरू पनि मलाई त त्यसरी घाटा गरेको छैन। किनभने देशैभरिका सबै साहित्यकारहरू त्यही सञ्जाल मार्फतै परिचय भयो। जत्र हामी हिँडेर कहाँ गएका थियौँ, कहाँ परिचय हुन्थ्यो है। देश विदेशका लगभग नेपाली साहित्यकारहरू प्राय अधिकांश 75% मलाई चिन्छन् यो सामाजिक सञ्जाल मार्फत। त्यसो भने अरूलाई के गरे कुनै मलाई थाहा छैन, मेरो लागि फाइदै सम्झिरहेको छ। आज हजुर अलि फरक पहिरनमा हुनुहुन्छ। तपाईँले भनिसक्नुभयो अघि नै, थुप्रै पुरस्कारबाट विभिन्न प्रतिष्ठानबाट सम्मानित भइसक्नु भएको छ। अनि आज पनि तपाईँ कुनै कार्यक्रममा जानुभएको थियो कि? हजुर, आज म हाम्रो शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव 50औं वर्ष पुगेको उपलक्ष्यमा त्यहाँ कार्यक्रम थियो। त्यो कार्यक्रम अहिले पनि भइरहेछ। म यो अन्तर्वार्ताको लागि बिचमा छुट्टी लिएर आएको। त्यहाँ पनि मलाई सम्मान गरेको थियो। यस्ता सम्मानहरू अब आफैले भन्नुपर्दा त्यो अन्यथा अर्थ नलागोस्, धेरै भइसके, घरमा राख्ने ठाउँ पनि छैन। पुरस्कारै मात्रै भन्ने हो भने पनि करिब 25-30 भइसक्यो। अभिनन्दनै भन्ने हो भने 10-12 वटा लिइसक्यो हामीले देशैभरिबाट। अब यो त हाम्रो घर आँगन हो। यहाँ घर आँगनमा त हामीले पाए पनि यो नभए पनि हाम्रो त्यो स्कुलको राम्रो होस्, त्यहाँका विद्यार्थीहरू सफल हुन्, स्कुलको प्रगति होस् भन्ने हाम्रो त्यसै पनि चाहना छ। त्यहाँ अहिले पुरस्कार होइन कि सम्मान लिएर आयो। हजुर, आजको पुस्ताले कवितालाई कतिको महत्त्व दिइरहेका छन्, कसरी बुझिरहेका छन्? कवितामा एकदम इन्ट्रेस्ट राखिरहेका छन्। हिजो आजका एकपल्ट यो कविताको ह्रास आएको थियो, छन्द कवितातिर चाहना थिएन। मान्छे त्यही माथि कौवा बस्यो, यसो गर्यो उसो गर्यो भन्ने त्यो ठाडो कविता भन्थे है। केही वर्षदेखि हामीले
यो छन्द अभियान चलायौँ। छन्द अभियान चलाउनमा मेरो पनि यहाँ सुदूरपश्चिममा ठुलो हात होला जस्तो लाग्छ। हाम्रा पोखराका छन्द नायक भन्छौँ हामी, माधव योगी सरले त्यो अभियान थाल्नुभयो देशैभरि र अनि त्यसमा हामी पनि सामेल भयौँ र अब यहाँ छन्दको राम्रो प्रगति भइरहेछ हिजो आज र नयाँ पुस्ताले एकदम सकारात्मक रूपमा लिइरहेछ। ठाउँ ठाउँ यसको भनौँ न प्रशिक्षण खोज्दैछ र गर्न खोज्दैछ। हामीले प्रशिक्षण 1-2 चोटि गराएका थियौँ, अहिले गर्न सकेका छैनौँ। कुनै संस्थाहरूले यसलाई प्रशिक्षणका अवसर दिन पाए हाम्रा नवीन पुस्ताहरू साह्रै इन्ट्रेस्टका साथ लागेका मैले पाएको छु। तपाईँले अघि नै भनिसक्नुभयो तपाईँको पारिवारिक स्थिति ठिक नहुँदा पनि तपाईँ अहिले यो अवस्थामा आइसक्नु भएको छ र लेखन यात्रामा तपाईँलाई सबैभन्दा बढी कठिनको समय कुन चाहिँ थियो? अब मेरो साहित्यका लागि भनेर मैले समय छुट्याएको अहिलेसम्म छैन। जब धारा आउँछ विचारबाट म आफैलाई अचम्म लाग्छ कि एकपल्ट दशरथ चन्द काव्य लेख्दै थिएँ, दशरथ चन्द महाकाव्य लेख्दै थिएँ। मैले अहिलेसम्म जति लेखेँ मेरा घरका परिवार कसैलाई पनि थाहा छैन म के लेख्दैछु, कहाँ लेख्दैछु, कसले छाप्दैछ, कसले दिँदैछ, के गर्दैछ, कसैलाई पनि थाहा छैन। म घरको आफ्नो पुरा साहित्यलाई समय नछुट्याएर मैले दायित्व वहन गर्नुपर्ने सबै काम गर्छु। त्यसको अलावा जब धारा प्रस्फुरण हुन्छ भित्रैबाट अनि लेखिरहेको हुन्छ, तपाईँसित कुरा गरिरहेको हुन्छ, लेखिरहेको हुन्छ, कलम चलिरहेको हुन्छ। बरु त्योबाट सार्न टाइम लाग्छ, तर भित्रबाट आएका धारा प्रवाह सार्न टाइम लाग्छ। अब अचम्म आफैलाई लाग्छ कि दशरथ चन्द महाकाव्यमा 11 सर्ग छन्, 111 श्लोकका, सबै 111 का सबै गरेर 1200 श्लोक छन्। प्राय अधिकांश सर्गहरू म एकै रातमा लेखेर सुत्थेँ। दिनभरि अफिसमा काम गर्थेँ त्यतिखेर र अनि बिहान म कहाँ मतलब ज्योतिष पनि हो, म कहाँ बिहान भिडै हुन्छ सधैँ, अहिले पनि भिड हुन्छ, अलि पाउनु गाह्रो पर्छ, त्यो पनि हुन्थ्यो। अनि दिनभरि अफिसमा काम गर्थ्यौँ, कुनै कसैलाई पनि थाहा हुँदैन थियो। साँझ सबै उता फोन आइरहेको हुन्थ्यो, उता गफ भइरहेको हुन्थ्यो, उता खाना खाइरहेको हुन्थ्यो, म लेखिरहेको हुन्थेँ। सायद 100 श्लोक धेरै दिन लेखेँ मैले, 111 श्लोक लेखेर सुत्थेँ। त्यो धारा कहाँबाट आयो होला त्यत्रो अचम्म, हात पनि थाक्दैन थियो, त्यस्तो हुन्थ्यो। भित्रैबाट उलेर आउँथ्यो, के लेख्थ्यो पूर्व योजना हुँदैन, त्यसो हुन्थ्यो। त्यसैले साहित्यको लागि मैले समय छुट्याएको थिएन। अनि तपाईँले आफूले नै रचना गरेका साहित्यहरूमध्ये तपाईँलाई सबैभन्दा नजिकको लाग्ने, सबैभन्दा मनपर्ने साहित्य चाहिँ कुन हो? मनपर्ने त सबै छन्, तर पनि एउटा सरिता भन्ने खण्डकाव्य 2056 सालमा मैले प्रकाशित गरेको थिएँ। त्यो पढ्दा अहिले पनि मेरो आँखाबाट आउँछ। त्यो सरिता भनेको पुरै कल्पना हो। सरिता भन्ने एउटा महिला हुन्छन्, त्यो महिला भर्खर बिहा भएको हुन्छ, एउटा छोरा एउटा छोरी हुन्छन्, छोटकरी भनौँ है। अनि तिनी विधवा हुन्छन्, बाल विधवा भइसकेपछि त्यहाँ समाजका बदमासहरूले तिनको भनौँ न इज्जत लुटेर तिनलाई घरबाट धपाएर दुःख दिन खोज्छन्। दुःख दिन खोजेपछि एउटा काका हुन्छ महान फटाहा, त्यो काकाले एउटा गुन्डालाई पठाएर उनको इज्जतमाथि खेलबाड गर्छ र भोलि नभएको आरोप लगाएर उनलाई घरबाट निकाल्छन् र त्यो छोराछोरीहरूको बिजोग हुन्छ। त्यसपछि ती छोराछोरीहरू उसको काकाको जिम्मा लाइन्छ, जसले उनलाई घरबाट निकाल्यो जिम्मा लाइन्छ। उसले पनि त्यसले स्याहार सुहार गर्दैन, जङ्गलमा छोडेर आउँछ। जङ्गलमा एउटा जोगीसँग घुमिरहेको बेलामा जोगीले देख्छ ती नाबालक शिशुहरू खेलेका, बिचमा वरिपरि बाघ जङ्गली जन्तुहरू छन्, कसैले छुँदैन, देखेपछि जोगीले लिएर जान्छ र आफ्नो कुटीमा राख्छ। अनि त्यसपछि केही दिनपछि जोगी घुमिरहेको हुन्छ। एउटा ठुला सेठहरूको छोरा हुँदैन, छोरी हुँदैन, उनीहरू छोराछोरीको खोजीमा हुन्छन्। अनि जोगीले त आफू पाल्नु थिएन, अनि तिनलाई लिएर छोराछोरीलाई ती सेठहरू कहाँ एउटा घरमा एउटा छोरा, एउटा घरमा छोरी दिन्छ। बडा सुखसित बाँच्छन् उनीहरू, पढेर ठुला विद्वान हुन्छन्। एउटा डाक्टर हुन्छ, एउटा पाइलट हुन्छ है, त्यो पाटो भयो। अनि अर्कातिर अब ती जो सरिता भन्ने पात्र जो छन् तिनलाई कुटेर घरमा बस्न नदिएर निकाले हुन्छ, बेहोस भएर छोडेका हुन्छन्। पछि राति तिनलाई होस आउँछ। होस आइसकेपछि अब कहाँ जाने, अब कहीँ छैन, कोही छैन सहारा। जब होस आउँछ, छोराको के गति भयो होला, 1 वर्षको छोरो नाबालक, फेरि छोरीको के गति भयो होला, दैलो बन्द छ, अहिले एकछिन पछि आउँछ भनेर गएकी मान्छे अब कहिले नफर्किने गरेर छोड्नु पर्यो। रुन्छन्, बेसरी रुन्छन्। त्यति हुँदै पर मानव यज्ञ भन्ने एउटा त्यहाँको माइकको आवाज आउँछ, प्रवचनको आवाज आउने बित्तिकै तिनको सारा बिर्सेर त्यो मानव यज्ञमा जान्छन्। जाँदै त्यहाँ अब अरू कोही आउँछन्, केही हुँदैन, उनी सधैँ त्यही समर्पित भएर लाग्छ। मानव यज्ञ भनेको के भनेपछि जहाँ जसको कोही सहारा छैन, दुखी, गरिब, गुर्धा, असहाय, वृद्ध, खान नपाएका, नपाएका रोगीहरूलाई संरक्षण दिने, खाने पिने बस्ने व्यवस्था मिलाउने मानव यज्ञ। त्यहाँ उनी बस्छन्, त्यसको अधिपति मालिकनी भएर त्यहाँ चलाउँछन् र बडा गर्वका साथ जिन्दगी व्यतीत गर्छन्। त्यसपछि पुरानो संसार बिर्सेर त्यसपछि अब के हुन्छ, उता जो सामन्त शोषक थियो उसको काका 3-4 जना थिए, उनलाई त्यो घरबाट निकाले, त्यो बिजोग पार्नेवाला, तिनीहरूका सन्तानहरू कुपुत लाग्छन्। कुपुत लागेपछि सन्तानहरूले तिनलाई बेसरी कुटेर घरद्वार श्री सम्पत्ति सारा सकेर दारू खाएर नक्सा खाएर केही नराखेर तिनलाई घरबाट निकालिदिन्छन्। निकालिसके तिनीहरू पनि सहारा खोज्दै सरिताको मानव यज्ञमा जान्छन्। त्यहाँ उनले चिनेका हुन्छन्, तर सरिताले चिनेका हुँदैन। सरिताका त हजारौँ छन् त्यस्ता पात्र है, उनले चिनेका हुन्छन्। आज हामीले यसरी दुःख दियौँ, पछुतो भइरहेको हुन्छ उनलाई। त्यत्तिकैमा अब डाक्टर आउँछ विदेशबाट सेवा गर्ने हेतुले,
आउँछ, नाम लेखाउँछ, बाबुको नाम थाहा छैन, आमाको नाम सरिता हो भन्छ। किनभने 1 वर्षमा मुली भएको हुन्छ है, उसलाई बाबुको नाम थाहा छैन, घरबाट निकालेको 1 वर्षमा कसरी थाहा हुन्छ। अनि छोरी आउँछ, आमाको नाम मात्र लेख्छ, बाबुको नाम लेख्दैन। पछि त्यो रजिस्टर हेर्नेखेरि सरितालाई याद हुन्छ, ओहो सरिता त मेरो नाम हो। छोरा पनि छोरी पनि बिना बाबुको नाम थाहा नभएका आए, खोज्दै जान्छन् उनी, खोजेर गइसकेपछि परिचय हुन्छ, मिलन हुन्छ र अनि त्यसपछि त्यो जो सामन्तहरू थिए उनीहरू पनि सँग पनि परिचय हुन्छ। अब यो मैले के भनिरहेको छु भने यो प्रकृतिले गरेको इन्साफ भनेको छ। अब उनी एउटा महिलामाथि होइन तिनीहरूले कठोर सजाय दिए, उनको घरद्वारबाट निकाले, दुःख दिए, त्यो बच्चालाई गरे, तर आखिर त्यो बच्चा त्यति ठुला भए होइन, त्यत्रा भए, त्यो घरबाट निकालेका उनले त्यत्रो महान कार्य गरिन् र आखिर दुःख दिने मान्छेहरूको त्यो हकीकत भयो। त्यसैले हामी भन्छौँ कि यो संसारमा एउटा यहाँ आँखाले देखिने तत्त्व छ, एउटा आँखाले नदेखिने छ। आँखाले देखिने त कसैलाई छल्न, ढाँट्न, अन्याय पार्न सक्ला, तर एउटा त्यो इन्साफ हुने ठाउँ छ जहाँ आफ्नो गरेको कर्मको फल हामीले भोग्नै पर्छ। अब यो सबै धेरै छैन, 50-60 पेजको छ। यो पढ्नु पर्दा अहिले पनि आँखाबाट आँसु आउँछन्। सायदै यो पढ्ने अरूका पनि आँसु रोकिँदैनन्, आइहाल्छन्। म त्यो लेख्दा 4-5 रातमा लेखेको हो, कुनै त्यस्तो थिएन नरोएर, रातभरि हुन्थ्यो, निद्रा पनि लाग्दैन थियो, रोएरै लेखेको। हजुर, यो त हाम्रो वास्तविक जीवनमा, वास्तविक सामाजिक घटनामा पनि आधारित छ। तपाईँको यो कहानी चाहिँ कसैको वास्तविक जीवनको आधारमा लेख्नु भएको कि काल्पनिक? पुरा काल्पनिक हो। मैले त्यसमा लेखा पनि छ, यसमा कसैसँग मेल खायो भने क्षमा गर्नु होला, यो मेरो कल्पना मात्रै हो भन्ने। त्यो पनि अर्को एउटा धौली भन्ने लेखेको छु, किनभने हाम्रो यहाँ बेचिबेच्ने महिलाहरूलाई अनेक गरेर बेच्ने जो सिस्टम आयो नि एकपल्ट, त्यो पनि मलाई साह्रै लाग्यो, नराम्रो लाग्यो। त्यसपछि यहाँ के एउटा माइती नेपाल भन्ने छ, त्यसले लेख्नुपर्छ भनेर मैले लेखेँ। धौली भन्ने, धौली हाम्रो पहाडतिर गोरीलाई धौली भन्छन् नि, उसको पात्र दिएर। धौली भन्ने के हुन्छ भने साह्रै सुन्दर हुन्छ, गोरी हुन्छ, तर पटक्कै के लेख्नु पढेको जाने सोझी हुन्छ। अब त्यसलाई फसाउन अनेक गर्छन् ती गुन्डाहरू, के बजारका गुन्डाहरू अनेक गर्छन्, तर ऊ कसैका कुरा सुन्दैन, एकदम सोझी सिधा शान्त सज्जन हुन्छ। अब केही सिप नलागिसकेपछि एउटा बदमासले उसका भाइसित मितेरी लाउँछ, मितेरी लाएर उसलाई बहिनी बनाउँछ, केही दिन उसका घर बस्छ, एकदम हेलिमेल गर्छ, अनि त्यसलाई लिएर बजारमा केही सिप सिक्ने हिसाबले बजारमा लिएर जान्छ। एकातिर उसलाई दैनिक सिप सिकाएर हुन्छ, अर्कातिर त्यो पछाडिपट्टि अर्को षड्यन्त्र गरिरहेको हुन्छ, त्यसलाई बेच्ने बनाइरहेको हुन्छ। त्यति सुन्दर छ, धेरै मोल पाइने हो भन्ने हुन्छ तिनीहरूको है। त्यसपछि बिहा गर्ने न्यु पाडेर एउटा बदमासका पछि लागेर त्यसलाई मुम्बईको कोठीसम्म पुर्याउँछन्। त्यसपछि त्यहाँ पुगिसकेपछि उसले उहाँ पुगेपछि मात्रै थाहा पाउँछ आफूलाई बेचेको भएको थाहा पाउँछ। त्यसपछि अब त्यो सहितका कतिहरू म छोटकरी भन्दैछु, त्यो त ठुलो छ, 100 पेजको जतिको। त्यसपछि तिनीहरू त्यो सहितका धेरै हुन्छन्, त्यस्ता पीडितहरू सब एक हुन्छन्, बेसरी आगो बाल्छन्, त्यो सारा जति छन् त्यो भत्काउँछन्, तिनीहरूलाई भाग हुन्छ, खोजाखोज हुन्छ तिनीहरूको, के सरकार तिनीहरूको पक्षमा जान्छ, त्यो सब भत्काएर त्यो भनौँ न कोठीहरू भत्काएर नेपालमा राजकीय सम्मानका साथ आउँछन् तिनी। तर तिनीहरूको शरीरमा एकदम रोग लागिसकेका हुन्छ, फर्किँदा एकदम काम नलाग्ने भइसकेका हुन्छन्। तर पनि त्यो आफ्नो सब वृत्तान्त बताएर एउटाले पछि बिहे गर्न पनि स्वीकार गर्छ। नेपालमा आएर उनले अनि आफ्ना सबै बहिनीहरूलाई, आफ्ना सबैलाई जम्मा गरेर तिनले दिएको सन्देश दिइसकेपछि त्यो समाप्त हुन्छ। तपाईलाई कविता बाहेक तपाईलाई अरू कुन विधाहरूमा रुचि लाग्छ? मैले लेखेको छु कविता बाहेक, कविता मेरो मेन विषय हो। त्यसपछि आख्यान भयो, निबन्ध भयो, अनि यस्ता विविध कृतिहरू पनि लेखेको छु, जस्तो हाम्रो धर्म सम्बन्धी, जस्तो मान्छेका विचार परिवर्तन गर्न। त्यसलाई मैले दैनिक जीवन दैनन्दिनी भन्ने नाम राखेर एकपल्ट अभियान पनि चलाएको थिएँ। त्यसको भजन कीर्तनहरू गरेर ठाउँ प्रवचन दिएर, जति महिलाहरू बढी थिए र केटाकेटीहरू बढी थिए र हामीले त्यतिखेर चलाएको बेलामा केटाकेटीहरू यो कैलालीमा सायद टप थिए, केटीहरू नै बढी थिए। उनका स्वर, उनको मान्छे एकपल्ट आँखाबाट आँसु आएर मोहित भइहाल्थ्यो, त्यस्तो थियो। दैनिक जीवन दैनन्दिनी भन्ने एउटा 2 भाग 1 भाग 2 त्यो गरेँ। त्यसपछि अर्को पनि लेखेँ, त्यसको साह्रै राम्रो लागेर काठमाडौँ एकजनाले छाप्यो, फेरि त्यसको नाम अर्कै राखेर छाप्यो। त्यो अहिले पनि साह्रै प्रिय छ सबैको। सायदै त्यो बेला यो नभएको भए कोर्समै आउँथ्यो, त्यस्तो थियो। त्यो पनि लेखेको छु। अनि कर्मकाण्ड लेखेँ, अरू पनि लेखेँ, धर्मका धेरै विविध क्षेत्रमा हात हालेको छु मैले। तर अब उपन्यास लेखेको छैन, कथा पनि लेखेको छु। कथा सङ्ग्रह पनि एउटा छ मेरो, 2 लाखको अर्थी भन्ने। त्यसमा 15-16वटा कथाहरू छन्, जो पत्र पत्रिकाहरूमा प्रकाशित भएका कथाहरू मात्रै सङ्कलन गरेको छु। कोही गोर्खापत्रमा, कोही नागरिक भन्ने पत्रिका थियो त्यति बेला, तिनीहरूमा छापेका हरू ल्याएर सङ्कलन गरेर निकालेको छ। त्यसको 2 लाखको अर्थी, त्यो कथा सङ्ग्रहको नाम 2 लाखको अर्थी। 2 लाखको अर्थीको पनि कथा छ, त्यो यहाँ भन्न समयलाई नभ्याउला। छोटकरीमा बताइदिनुहोस्। छोटकरीमा भन्नुपर्दा मुम्बईमा भनौँ न, अब त कुनै सेठ कहाँ काम गर्ने एउटा भनौँ चौकीदार हुन्छ। त्यो चौकीदारको छोरी, त्यो सेठको छोरी त्यो चौकीदारसित फसिसकेपछि त्यो अब त्यहाँबाट घरबाट निकालिदिन्छ। उसले जब आफ्नो नोकरसित फस्यो भन्ने जानिसकेपछि उसको बुवाले त निकालिदिन्छ,
केही पनि नदिएर घरबाट निकालिदिइसकेपछि चौकीदार भनेको त वाचम्यान उनले त केही पनि फुटोकौडी पनि छैन। त्यहाँबाट जान्छन् तिनीहरू, न खान छ न बस्न छ। सेठकी छोरी बडा आनन्दसँग बसेकी, मजासित बसेकी, आनन्द दुःख हुन्छ, साह्रै दुःख पाउँछ। अब के गर्ने, केही दिनसम्म त त्यसले चोरेर ल्याएका गहनाहरू बेच्छ, खान्छ। पछि केही पनि छैन, आपत पर्छ। परिसकेपछि के गर्ने भन्दा दैनिक लेबरी गर्न पनि उसले सक्दैन, उसले अलिअलि लेबरी गर्छ। त्यसरी पालिएका हुन्छन्। एक दिन बजारमा त्यस्तो आयो कि 2 लाखको अर्थी दिने, 2 लाखको अर्थी छ अरे, अर्थी सुन्ने बित्तिकै 2 लाख पाइन्छ अरे भन्ने सुनिसकेपछि दौडेर जान्छ। त्यो गएर के हो कसो भन्दाखेरि तर पहिले 2 लाख रुपियाँ राख्नुपर्छ, अनि म मात्रै म अर्थी दिन्छु, नत्र दिँदैन, उपदेश भन्छ उसले। 2 लाख रुपियाँ तिरेर आफ्नो स्वास्नीका गहना बेचेर त्यसले 2 अर्थी लिएर आउँछ। अर्थी के हो भनेपछि पैसा कमाउनु छ भने कुनै कामलाई घृणा नगर्नु है। अर्को अर्थी आफ्नी श्रीमती जतिसुकै प्यारी होस् मनको कुरा नदिनु। बस 1 लाखका 2 भयो है। अब यो त्यसपछि भएपछि ओहो मैले त कसो नहोला, कति पो धन पाउँला भन्ने त यहाँ त केही रहन्छ भन्छ, पछुतो गर्छ घर गएर, 1 लाख रुपियाँ तिरिसकेका हुन्छ। त्यसपछि अब के हुन्छ भन्नुहुन्छ भने कुनै दिनमा त्यसरी बसिरहेको थिएँ। एक दिनमा एउटा त्यहाँ मान्छे मर्छ, बेवारिसी के रोडमा फाल्या हुन्छ, कोही पनि हुँदैन, त्यसलाई बोकेर लिने कोही पनि हुँदैन। अब के गर्ने भन्दा अब हाम्रो म्युनिसिपालिटीले, नगरपालिकाले जस्तै त्यसलाई मसान घाटमा लिएर दाह संस्कार अथवा गरिदिएपछि 5,000 रुपियाँ दिने घोषणा गर्छ। उसले त त्यो अर्थी सुनेको छ नि त, पैसा पाउन निम्ति कुनै पनि घृणा नगर्ने भनेर। त्यो 5,000 रुपियाँ लिएर त्यसलाई डोकामा हालेर एक्लै लैजान्छ मसान घाटमा है। लैजान्छ मसान घाटमा लिएर खाल्डो खन्छ। अब त्यो दाह संस्कार गर्दा सम्भव थिएन, खाल्डो खन्छ। त्यो खाल्डामा भित्र हाल्यौँ भन्दा त त्यो त सुनको हुन्छ, त्यो सबै सुनको हुन्छ। ओहो अब सुनको भयो त कहाँ हालेर जाउने, त्यहाँ खाल्डामा किन हाल्ने, लिएर आउँछ फेरि। त्यो दिउँसो आउँ भने सबै त्यो सुनको को हो के हो भन्ने, त्यसो हुनाले रात पर्न दिन्छ। राति भएपछि आउँछ, त्यहाँबाट आएर कसैलाई थाहा नहुने गरेर एउटा धरती खाल्डामा खनेर गाडिदिन्छ। अनि एउटा आउँला च्याट्ट काट्छ, बेच्छ। फेरि भोलिपल्ट त्यो काटेको आउँला पनि पलाएको हुन्छ। हुँदा त्यो एउटा सुनको त्यो बेच्दै अरबपति हुन्छ। त्यो प्रशस्त धन हुन्छ। कसले के धन्दा गर्यो कसैलाई पनि थाहा हुँदैन। अब त्यहाँ वरिपरिका जति छन् सब मुरमुरिन्छ रिसले, यो भिखारी कहाँबाट यत्रो सम्पत्ति भयो आज, यसो त केही पनि थिएन, न नोकरी गर्छ, न केही व्यापार छ, न उद्योग धन्दा छ, कहाँबाट ल्यायो यसले भन्दा पत्तो लाग्दैन, कसै कहीँ पनि पत्तो लाग्दैन। के गर्ने भन्दा अब महिलाहरू सब जम्मा भए र पुरुषहरूले पनि महिलालाई अगाडि पठाए। त्यसको श्रीमतीलाई जसरी पनि खोज्न लाउने तिनीहरूको सल्लाह हुन्छ। अनि सब महिलाहरू जम्मा हुन्छन् अनि भन्छन् तेरो श्रीमानले कसरी कमायो यत्रो सम्पत्ति, के गर्छ भने थाहा छ। अरे तँलाई थाहा छैन, त्यसो भए त पक्कै पनि तेरो श्रीमानले कहीँ अर्कोसित सम्बन्ध छ। यत्रो हुँदा पनि थाहा नभएपछि त उसको अर्धाङ्गिनी होस्, तँलाई त सबै थाहा हुनुपर्ने हो नि त, किन थाहा छैन भनिसकेपछि अब त्यो कुरा उसलाई च्यास्स बित्छ। धेरै कोसिस गर्छ उसले, तर पनि ऊ भन्दैन। किनभने उसले 1 लाखमा किनेको छ कि आफ्नो मनको कुरा श्रीमतीलाई नभन्नु भने अर्थी सुनेको छ नि त 1 लाखमा, कुनै हालतमा भन्दैन उसले। भोलिपल्ट तिनीहरू कराउँछन्, फेरि भन्छन् आज त भन्यो तेरो श्रीमानले नाइ, भोलि भन्यो नाइ। अरे त्यसो भए त तयार भइसक्यो अर्को सौदा तेरो, अब जसले तयार गरेर राखेको हुन्छ भोलि तँलाई निकाल्छ यो घरबाट भनिसकेपछि अब त्यो साह्रै रिसाइसक्यो। तपाईँ त्यो भन्नुहुन्न भने म आज मरिदिन्छु, तपाईँको अगाडि पासो लाउँछु भन्छ, त्यसले अडान दिन्छ। दिइसकेपछि अब के गर्ने, बाध्य भएर उसले भन्नुपर्ने हुन्छ। तर ऊ के भन्छ भने वास्तविक भएको कथा कहानी भन्दैन, उसले पनि थाहा पाइहाल्छ यो वरिपरिका यिनीहरूले मेरो रिस गर्नेहरूले यो साजिस गरेको हो भन्ने थाहा पाइसकेपछि उसले के भन्छ भने तिमीलाई थाहा छ म बिहान 4 बजे उठ्छु, अरू सबै 6 बजे उठ्छन्, म 4 बजे उठ्छु, 2 घन्टा अगाडि उठ्छु। उठिसकेपछि तिमीलाई थाहा छ कि छैन, एउटा लोटामा पानी भरेर लैजान्छु, अनि तल एउटा बन्चरो छ, त्यो बन्चरो लैजान्छु, त्यो बन्चरो कानमा लिएर 1 लोटा पानी भरेर जान्छु सिधा परमा दिशा बस्न भनेर, दिशा बस्ने न्यु पारेर त्यहाँ गइसकेपछि एउटा खिराको रुख छ, हाम्रो पहाडतिर खिरा भन्छन् क्या, खिराको रुख छ, त्यहाँ बन्चराले 1 छाँट हान्छु, दुध आउँछ, त्यो दुध यो त्यसमा भर्छु लोटामा, खान्छु। त्यो खाइसकेपछि अनि दिशा गरेर म आउँछु भन्छ भनिसकेपछि अनि हो भन्छ, सबै खुसी हुन्छन्। भोलिपल्ट भनिस् तैँले सोधिस्, सोधेँ यसो रहेछ। त्यसपछि त्यो दिन ती महिलाहरू सब आफ्ना घर जान्, ल 1 बन्चरो 1 लोटा लिएर भोलिपल्ट उज्यालो नहुँदै सब जङ्गलमा उज्यालो नहुँदै 2 बजे 3 बजे नि पठाउँछन्, उहाँ जान्छन्, खिराका हान्छन् 1 छाँट, अनि दुध आउँछ होइन, खान्छन्, त्यसमा बस्छन्। त्यहाँबाट आउँछन् त त्यो त खिराले खाएर सबै मर्छन्। मरिसक्यो त्यसमाथि मुद्दा लाग्छ, सब गएर त्यसलाई अदालतमा उभ्याउँछन्, किन मारिस् तैँले यस्तो अर्थी उपदेश दिएर भनेर न्यायाधीशले सोध्दाखेरि ऊ भन्छ हजुर मैले 2 लाखमा 2 अर्थी किनेको थिएँ, त यो समाजले मलाई त्यो भन्नु बाध्य पार्यो, नत्र मेरो घरद्वारै बिग्रिने भयो, श्रीमतीले नै छोडिदिने अवस्था आइसकेपछि मैले यो बनाएर भनेको हो, यो वास्तविक होइन। त्यसपछि के भयो मलाई थाहा छैन भनेर भन्छ। भनिसकेपछि न्यायाधीशले
त्यसलाई मिनाहा गरिदिन्छु। त्यो एउटा कथा त्यो हो। त्यस्ता कथा 16वटा छन् त्यसमा। अब हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र तपाईँलाई कार्यक्रमबाट बिदा हुनु अघि अन्तिम प्रश्न, आगामी दिनहरूमा कुन विषयमा लेख्ने योजना बनाइरहनु भएको छ वा वर्तमान समयमा कुन विधामा लेखिरहनु भएको छ? अहिले त्यसरी कुनै कृति त मैले लेखेको छैन। फाटाफुट यो उसमा लेखिरहेको छु। जस्तो फेसबुकमा दैनिक कविता हाल्छु म प्राय, एउटा दुईटा श्लोकहरू हरेक दिन आइरहेको हुन्छन् मेरा, र अनि कहिलेकाहीँ ऊ पनि हाल्छु। तर भविष्यमा मेरो लेख्ने नै योजना छ भने यिनी धर्म सम्बन्धी, आफ्नो राष्ट्रियता सम्बन्धी, आफ्नो स्वत्व सम्बन्धी र नयाँ पुस्तालाई केही होस् भन्ने विषयमा लेख्ने सोच राखेको छु। अहिले कलम चलाइसकेको छैन र अब मलाई पनि साह्रै खुसी लाग्यो सानो उमेरको बहिनीले यति मिठा मिठा प्रश्न गरेर मेरो हृदय पनि खोतल्याइदिनु भयो र मैले पनि बडा आनन्द आयो। यो कुरा भन्दै आफ्नै कुरा सुनेर आफैलाई आनन्द आयो, खुसी लाग्यो। तपाईँको भविष्य राम्रो होस्, यो विद्यालयको उत्तरोत्तर प्रगति होस् र यस्ता मिठा कार्यक्रमहरू बेला बेलामा यो विद्यालय आयोजना गर्दै गरोस् र हामी जस्ता काम नपाएका बानी बिग्रेकाहरूलाई यो अवसर दिँदै गर्नुहोला। धेरै खुसी लाग्यो। अब म बहिनी मार्फत के भन्न चाहन्छु भने हो, यति मिठा र यति सजिला राम्रा प्रश्न गर्ने तपाईँ पनि साहित्यकार हो। मलाई तपाईँ देखेर गर्व लाग्यो, किनभने यति कलिलै उमेरमा यति मिठा प्रश्न तेर्स्याउनु भयो होइन, जुन प्रश्नले मलाई केही आफूलाई पनि भावुक बनाइरहेको छ। त्यसो भने तपाईँको भविष्य साह्रै सुन्दर छ। तपाईँ पनि एउटा प्रेरणाको व्यक्ति बन्नुहोस्। यो विद्यालय मात्र होइन, समाज, घर, गाउँ र आफ्नो भविष्य पनि उज्जवल बनाउनुहोस्। धेरै धेरै धन्यवाद छ। हजुर धन्यवाद। अनि आफ्नो यस्तो व्यस्त समयबाट पनि समय छुट्याएर हामीसँग गफगाफ गर्न आइदिनु भएको छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। र तपाईँका शब्दहरूले आज मलाई पनि प्रेरणा दिइरहेको छ। भविष्यमा तपाईँ जस्तै मान्छे बन्न सकु भन्ने इच्छा छ र यहाँ आएर यस्तो मिठो गफको लागि पनि धेरै धेरै धन्यवाद। अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। आजको पोडकास्ट यही समाप्त हुन्छ। आज हामीले लेख रचनाहरूबारे महत्त्वपूर्ण कुराहरू जान्यौँ। हाम्रो पोडकास्टमा हामीलाई समय दिनुभएकोमा मणिराज जोशीज्यूलाई पनि धेरै धेरै धन्यवाद। अब भने म समीक्षा भण्डारी पनि आजको पोडकास्टबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।